होली भनेर जानु परेन हो मैले मात्रै मैले सोधाइदिएँ ओहो ऊ भाइ त गाई बाँध्नु मैले पठाएको पुरा गाई बाँध्दैछ बुढाले होइन। फाइनली दाजुभाइ तथा दिदी बहिनीहरू तपाईँ आजको मेरो मिनी भ्लग छोटो भ्लगमा एकदम स्वागत छ। जस्ट आज चाहिँ म आफ्नै घरको बारीहरू मार्नतिर बारी मारिँदैछ बारी होइन पुरै मैले यति पुरै यो गराहरू जो मारिसकेँ होइन। मार्दा चाहिँ हाम्रो बुढा चाहिँ यहाँ आएर पुरा मलाई सघाइरहेछ। मेरो माया लागेको अरे बुढालाई किनभने अहिले लगभग गाई खोल्ने बेला भइ पनि सक्यो 12 बज्यो। बुढो चाहिँ पुरै आएर जोतिरहेछ। ओ तुपा अनि खेताला कतिजना आयो हौ खेताला हो र होली भनेर जानु परेन हो मैले मात्रै मैले सोधाइदिएँ सोधाइदिनु भयो। अनि यता चाहिँ गाईहरू पुरा मलिरहेछ है। मैले चाहिँ यतातिर चाहिँ किन मल्यो भने हर्दी छर्नुको लागि यतातिर चट्ट है। हो जानिन कि क्या हो मैले अहिले कति मलाई सोधाइदिएँ हो त पुरा चाहिँ आज पुरा हानेर आएछ होइन। कति मजाले सोधाइसक्यो यो भन्दा मैले अघि उहाँ कति टिम गरेर जोतेर सकेँ होइन। पुरा आएर बाटो भइरहेको थियो पुरा आज कति हानेर आयो। होली भन न मलाई सबै जोतिदिनु मजाले बजाइदिउँ त आइपुग्यो हुँदैन यति मजाले अब मिलो भयो त सिधा ऊ भाइ त सो फाइनली है हामीले चाहिँ अहिले जोतिसक्यौँ। जोतिसकेर पनि तुपाले चाहिँ उहाँ गाई बाँध्नु मैले पठाएको पुरा गाई बाँध्दैछ बुढाले होइन। उहाँको पुरा बाँधिरहेछ पुरा बाँधिरहेछ बुढाले। अनि जस्ट म चाहिँ अहिले आएर गरम जान बिर्साइरहेको छु। यहाँदेखि चाहिँ यस्तो देखिन्छ है जोतेकोहरू पुरै देखिन्छ गाईहरू पनि चट्टो लाएर होइन। पुरा म जोतिरहेको थिएँ होइन। बुढाले चाहिँ पुरै ध्यापको तालमा आएर पुरा आएर सघाइ चाहिँ अलिअलि भयो पनि होइन। खुसी लाग्यो है। सो आजको भ्लग चाहिँ यतातिर अब समाप्त गर्न चाहन्छु। चट्टो लाएर है गाई अर्थात् दाजुभाइ तथा दिदी बहिनी